सो हेलो गाइज वेलकम टु माई अनदर भिडियो। यस भिडियो अन्तर्गत तपाईँहरूलाई मैले फेसबुकको पासपोर्ट जुन हाम्रो अलरेडी लगइन छ होइन, त्यसलाई अरू ठाउँमा लगइन गर्नु पर्यो या कुनै ठाउँ अर्को डिभाइसमा लगइन गर्नु पर्यो भने तपाईँले पासपोर्ट चाहिन्छ। त्यो पासपोर्ट तपाईँले हेर्न अलिक गाह्रो छ होइन। त्यसको लागि चाहिँ के टिप्स एन्ड ट्रिप्स युज गर्नुपर्छ त्यो म तपाईँहरूलाई सिकाउने छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला र यो भिडियोलाई लाइक सेयर पनि गरिदिनु होला। हेर्न सक्नुहुन्छ म मोबाइल स्क्रिनमा आइसकेको छु। हामी सर्वप्रथम चाहिँ सेटिङमा जान्छौँ। सेटिङको हामीले गुगलमा जान्छौँ होइन। गुगलमा गइसकेपछि हाम्रो यो रेकमेन्डेडमा होइन पासपोर्ट म्यानेजर भनेर यो यहाँ देख्न सक्नुहुन्छ। यसलाई हामी कन्टिन्यू गर्छौँ। कन्टिन्यू गरिसकेपछि हाम्रो सबैको पासपोर्टहरू आउँछ होइन। बट हामीलाई फेसबुकको चाहिएको छ होइन। बट हामी यसरी फेसबुकमा जान्छौँ र फेसबुकको यो कोड माग्छ होइन। यो सरी आफ्नो यो लक स्क्रिनको कोड माग्छ, त्यो चाहिँ हामी अन गर्छौँ र यसरी यो आँखा भएको उमा टच गरेर यहाँ हाम्रो पासपोर्ट हेर्न सक्छौँ। होप तपाईँले यो भिडियोबाट केही न केही सिक्नुभयो होला। आशा छ तपाईँलाई यो भिडियो धेरै काम लाग्नेछ होइन। आजको सानो भिडियो हामी यहाँ अन्त गर्छौँ। थ्याङ्क्स फर वाचिङ।